सम्पूर्णमा नमस्ते। फेसबुक तथा युट्युब टिकटक हेरेर बस्नु अनि तमाम श्रोताहरूलाई र म पनि सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। र म हिजो चाहिँ म घरबाट मावलतिर आउँदै थिएँ बेलुका, अनि दाजुभाइ आउँदै थियौँ र आउने क्रममा चाहिँ यो यहाँ तल जङ्गलमा यहाँ के रातिको भनेपछि लगभग 8 बजे थियो होला, यहाँ हामीलाई चाहिँ राति तर्सायो कि। मैले राति चाहिँ भिडियो बनाइनँ होइन, यही गहिरामा हो, यहाँनिर चाहिँ पुरै बन्दुक पड्का जस्तो आवाज आयो कि हिजो राति मैले भिडियो चाहिँ बनाइनँ होइन। अहिले आएर चाहिँ एउटा भिडियो बनाउनु त भनेर भिडियो बनाएँ। यही बाटोबाट जाँदाखेरि यहाँबाट हामी सरर झर्दै थियौँ, ढौँ यस्तो हुँदो रहेछ। त्यो गाह्रो छ हौ, राति हिँड्नुपर्ने यस्तो गाउँहरूमा डेन्जर छ। र गाउँमा एकदम चिसो रहेछ। काठमाडौँमा त अलिक चिसो थियो जस्तो लाग्दैन, यहाँ पानी चाहिँ एकदमै चिसो छ। ल घाम पनि आइसकेको छ, देख्न सक्नुहुन्छ गाइजहरू।